जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको इन्सपेक्टर। हामीले लामो समयदेखि यो अभियान सञ्चालन गर्न प्रयासरत थियौँ। आज सम्भव भएको छ। हामी योभन्दा अगाडि लामो समय कुर्नु परेको बाध्यता चाहिँ हामीसँग हाम्रो यो पोखराको यातायात कार्यालयमा मसिन प्रदूषण जाँच गर्ने मसिन बिग्रेको कारणले हो भन्ने मैले बुझेको छु। र आज हामीले यहाँ चेक जाँच गर्दाखेरि 10वटा टेस्ट गरेकोमा 6वटा चाहिँ प्रदूषण फेल भएको पाएका छौँ। आम जनताहरूले हामीलाई एउटा लगाउने आरोप अथवा उहाँहरूको पर्सेप्सन, एउटा धारणा के छ भने बाटोमा बसेको ट्राफिकलाई यो बारेमा थाहा हुनुपर्ने, किन ट्राफिक त्यहीँ उभिरहेछ तर एकदम ठुलो धुवाको मुस्लो फालेर गाडी हिँडेको छ, यसलाई कारबाही नगर्नुको कारण के होला भनेर हुन्थ्यो। पोखरा पर्यटकीय राजधानी पोखरामा धुवाको मुस्लो फालेका गाडीहरू ट्राफिक मुख दर्शक भन्ने मैले न्युजहरू पनि हेरेको थिएँ। यो पालि यो